सबैलाई स्वागत छ आजको नयाँ डे अनि नयाँ साल। म चाहिँ फेरि ब्याक टु ब्याक अनि कम ब्याक भइसकेको छु होइन। मेरो ब्लग चाहिँ केही दिनमा चाहिँ मैले रोकिरहेको थिएँ किनकि मेरो चाहिँ केही भइरहेको थिएन, पुरा मिलिरहेको थिएन, केही भएको थिएन। अनि आज चाहिँ म चाहिँ नयाँ भिडियो लिएर तपाईँको माझ आइसकेको छु। जतिले पनि सपोर्ट गर्नुभएको छ लोकतामा ब्लगलाई अनि एकदमै माया मिठो सम्झना होइन। यस्तै सपोर्ट गर्दै गर्नु होला। अब आगामी दिनहरूमा नि राम्रो राम्रो भिडियो आउनेछ अनि हामी चाहिँ अनि तपाईँहरूको साथमा जोडिरहेको छु म चाहिँ। अनि के छ भने तपाईँहरूको खबर, मेरो चाहिँ एकदम सन्चै छु म चाहिँ। अनि म चाहिँ अहिले रुममै छु। अहिले चाहिँ मैले कार्यक्रम गरिसकेको छु अनि म चाहिँ अनि अहिले चाहिँ एकछिन बाहिर जान छु होइन। बाहिरको दृश्यहरू चाहिँ तपाईँलाई देखाउँछु। तपाईँले चाहिँ माया दिदिनु होला, हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। ओके गाइज मेरो गाडी चाहिँ स्ट्यान्डमा छ होइन। अनि म चाहिँ अब एकछिन जान्छु उता चाहिँ आज नयाँ साल भनेर खसी खसी काटिरहेको छन् अरे। अनि त्यो खसी चाहिँ एक बाट चाहिँ आफ्नो लिएर आउनु पर्ने छ। ओके गाइज त्यहाँ गएर चाहिँ देखाउँछु, हेर्दै गर्नु होला। कटिङ गरेको मजाभित्र गऱ्यो एकछिन सब कटिङ भइसकेको छ, पोलपाल भइसकेको छ। कटिङ भइरहेको छ होइन। भर्खरै पोलपाल गरेर ल्याएर चाहिँ भर्खर काट्न लाग्छन्। म चाहिँ एकछिन त्यो खुकुरी लिन आएको छु क्या, काट्दैन अरे त्यसले चाहिँ खुकुरी ल्याएको हुनुपर्छ। रमाइलो हुन्छ, बेसी पनि छैन। हामी त यहाँ पुगिसकेको छ व्हाइट हिल्समा पुगिसकेका छौँ। यलहंकाको हामी व्हाइट हिल्समा पुगिसकेको छौँ होइन। सबैजनाहरू नपाएपछि हाम्रो बायोमा लोकेसन पनि हुनेछ होइन। लोकेसन आएर सबैजनालाई आएर इन्जोय गरिदिनु होला। एक्चुअली यता पनि देखेको छ होइन। भर्खरै फेमस भएको डाँडा हो। हामीले यसमा अझै पनि लगानी गर्दै सोचिरहेका छौँ। गोर्खा नेपालीहरू जतिले पनि देखाएन सम्पूर्ण होइन। गाइजहरू जता हुनुहुन्छ मुम्बई, दिल्ली, पुना, गोवाको मान्छेहरू नभए पनि आएर हेरिदिनु होला। व्हाइट हिल्समा रमाइलो गरिदिनु होला। सम्पूर्णहरूलाई मेरो तर्फबाट यही भन्न चाहन्छु होइन। एकदम यस्तो सबैलाई माया चाहिँ देखाइराख्नुपर्छ होइन। यस्तोहरू भनौँ न प्रकृतिहरूदेखि विक्त भएका चिजहरू चाहिँ अब हामी बिस्तारै भनौँ न लोक गर्दैछौँ। लोक भएका चिजहरू चाहिँ आउँदैछन् होइन। यस्तो चिज हेरिराख्नु यो न्यू डे न्यू इयर आज नेपाल 2082 हाम्रो चाहिँ नयाँ भिडियो चाहिँ हामी सम्पूर्णलाई ह्यापी व्हाइट हिल्सबाट हामी चाहिँ प्रख्यात गरिरहेको छौँ। सबैले माया गरिदिनु होला। हाम्रो भिडियोलाई चाहिँ एकदम शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला, सबै ठाउँ पुर्याइदिनु होला। हामी चाहिँ अब एकछिन फोटो सुट गर्छौँ ल आइफोनबाट। अनि यहाँको अलिअलि चाहिँ यहाँको कल्चर हामी देखाउँछौँ होइन। यहाँको के छ यहाँ चाहिँ होइन। मन्दिर मठ मन्दिरहरू छ, सबै छ यहाँ चाहिँ। ल गाइज हेर्दै गर्नु होला। हामीले चाहिँ अब फोटो सुट भइसक्यो होइन। सबैको अब फोटो भइसक्यो अनि कपाल नि सबैको। हाम्रो बाक्सिन ब्रो यहीँ छन् होइन। मेगाचेरी खान लाग्छ कि ल केही भन्न छ हाम्रो भ्लगमा छैन नि भाइ। भन्नु पऱ्यो त यार, केही गरिदिनु पऱ्यो होइन। लाइक चाहिँ कमेन्ट सब्स्क्राइब हानिदिनु पऱ्यो है। नयाँ च्यानलमा लोकेदाइको फलाकेदेखि सबले होइन। केटा हेरेर सबले लाइक सब्स्क्राइब हानिदिनु पऱ्यो है। भाइरलको लागि दिनु पऱ्यो त केटा यार। सबले गर्दैन अनि अल्छ नयाँ ठाउँ देखाइरहेको छु। पानी आउनु लाग्छ त्यसैले गर्दा चाहिँ हामी हल्का माथितिर जान लाग्छ। डाँडा लास्टै छ क्या, थका पनि डर लागिसक्यो। देख्न सक्नुहुन्छ यहाँ। अनि हाम्रो चाहिँ यता छ नि बहिनीहरू धर्मे। ए हिँड माथि
ए लड्ने के आइज एकछिन माथि त लग्दियो यार उता खतरा ढुङ्गाहरू त्यत्र देखा न ओहो यत्रो चट्टानको चट्टानबाट बनेको यो हिल्स व्हाइट हिल्स पानी परेको कारणले गर्दा हामी त यहाँबाट निस्किसक्यो होइन माथि भयङ्कर पानी परिहाल्यो क्या त्यसले हामी जान्छौँ बन्दहरू छोड्दैन गाडी न्युट्रलमा राख्नु न गाडी बबाल भ्यू यार बबाल भ्यू तर हामीले आज मौसमले चाहिँ साथ दिनु भएन तर हामी टाढै निस्किसक्यो होइन गाडी ओहो रेनिङ पनि आइसक्यो रेनिङ पनि पानी चाहिँ बन्द भएर चाहिँ हामी चाहिँ अगाडि आइसकेको छौँ होइन हामी अहिले एयरपोर्ट रोडमा पुगिसकेका छौँ अब काका अगाडि जाँदैछ हवाउरी आएको छ पानी परिरहेछ अरे फेरि उता कमलामा चाहिँ पानी परिरहेछ अरे पानी पनि आएको छ यहाँ भाक्सिङ यता हेर्न सक्नुहुन्छ इन्टरनेसनल कपाल हामी चाहिँ आजको भिडियोलाई चाहिँ हामीले चाहिँ समाप्त गर्न चाहन्छौँ सबैले साथ दिइदिनु होला माया दिइदिनु होला लास्टसम्म हेरिदिनु होला किप सपोर्टिङ एन्ड लभिङ गाइस